के तपाईँ पनि आफ्नो मोबाइल फोनबाटै प्रोफेसनल खालको सिभी अथवा रिज्युम बनाउन चाहनुहुन्छ भने आजको भिडियो तपाईँको लागि हो। आजको यस भिडियोमा म तपाईँहरूलाई प्रोफेसनल खालको सिभी तपाईँ आफ्नो मोबाइलबाटै कसरी बनाउन सक्नुहुन्छ त्यसको बारेमा भन्छु र तपाईँले यो सिभी बनाइसकेपछि तपाईँले कुनै पनि जबको लागि पनि एप्लाई गर्न सक्नुहुन्छ। सो विदाउट एनी फर्दर डिले भिडियोलाई स्टार्ट गरौँ। सो फर्स्टमा हामी के गर्छौँ, प्ले स्टोरमा जान्छौँ र एउटा हामीले सफ्टवेयर डाउनलोड गर्छौँ। सो यहाँनिर तपाईँले हेर्न सक्नुहुन्छ, मैले यहाँनिर जे टाइप गर्छु ठ्याक्कै तपाईँले त्यही टाइप गर्नुहोला। ठ्याक्कै तपाईँले सेम तपाईँले त्यही टाइप गर्नुहुन्छ भने मात्र तपाईँको त्यो सफ्टवेयर आउँछ। कतिपय केसमा तपाईँको त्यो सफ्टवेयर नआउनु पनि सकिन्छ। सो यहाँ तपाईँले सर्च बारमा गएर तपाईँलाई यहाँनिर तपाईँले हेर्न सक्नुहुन्छ रिज्युम पीडीएफ मेकर /CV बिल्डर। ठ्याक्कै तपाईँले सेम टाइप गर्नुहोला, रिज्युम पीडीएफ मेकर /CV बिल्डर। तपाईँले यो सेम टु सेम टाइप गर्नुहोला। त्यसपछि मात्र तपाईँको यो के भन्छ यो आउँछ, यो सफ्टवेयर आउँछ, यो एप्लिकेसन आउँछ। त्यसपछि यो एप्लिकेसन आइसकेपछि तपाईँलाई यहाँनिर एप्लिकेसनको बारेमा तपाईँ इन्टरफेस यहाँ हेर्न सक्नुहुन्छ। हुन त तपाईँको अरू पनि सफ्टवेयरहरू छ, तर तपाईँले यो सफ्टवेयर डाउनलोड गर्नुहुन्छ भने म तपाईँहरूलाई यही सफ्टवेयरबाट एकदम स्टेप बाई स्टेप प्रोफेसनल तरिकाले सिभी बनाउन सिकाउँछु। सो तपाईँले यही सफ्टवेयर इन्स्टल गर्नुहोला। सो यहाँ इन्स्टल गरिदिन्छु। इन्स्टल गरिसकेपछि यहाँ ओपन गर्नुहोला। तपाईँ ओपनमा क्लिक गरिसकेपछि तपाईँको यो सफ्टवेयर ओपन हुन्छ र ओपन भइसकेपछि तपाईँ यहाँ प्लसको आइकनमा क्लिक गर्नुहोला र प्लसको आइकनमा क्लिक गरिसकेपछि यहाँनिर तपाईँको कसको लागि बनाउनु भएको छ त्यसको नाम दिनुहोला। सो अहिले म नाम दिइरहेछु र नाम दिइसकेपछि तपाईँले यहाँनिर एउटा भ्यूको अप्सन छ, 3 डटको अप्सन छ। यहाँबाट रिनेम, डुप्लिकेट र डिलिट गर्न सक्नुहुन्छ र यहाँबाट एडिट गर्न सक्नुहुन्छ। अहिले भ्यूमा हाम्रो केही हुँदैन होइन, त्यसैले हामी के गर्छौँ, अहिले एडिटमा क्लिक गर्छौँ र एडिटमा क्लिक गरिसकेपछि यहाँनिर यो सबै कुरो तपाईँले फिलअप गर्नुपर्ने हुन्छ। यहाँ बेसिक पर्सनल इन्फो, अब्जेक्टिभ, स्किल, एक्सपिरियन्स, प्रोजेक्ट्स, एजुकेसन, एडिसनल पर्सनल इन्फो, डिक्लेरेसन एन्ड साइन, यो सबै तपाईँले फिलअप गर्नुपर्ने हुन्छ। सो म तपाईँलाई 1 बाई 1 तपाईँलाई सबै फिलअप गरेर देखाउँछु र तपाईँले पनि मैले भनेको कुराहरू फलो गर्नुहुन्छ भने तपाईँको सिभी एकदमै प्रोफेसनल बन्न जान्छ र तपाईँले कुनै पनि जबको लागि पनि एप्लाई गर्न सक्नुहुन्छ। सो फर्स्टमा हामी के गर्छौँ, बेसिक पर्सनल इन्फर्मेसनमा क्लिक गर्छौँ र यहाँनिर तपाईँको अपलोडको अप्सन छ होइन, तपाईँले यहाँ अपलोडमा क्लिक गरेर तपाईँ यहाँनिर आफ्नो फोटो सेलेक्ट गर्नु होला। राम्रो खालको फोटो सेलेक्ट गर्नु होला, नर्मल फोटो। यहाँ तपाईँले क्रप गर्नु छ भने यहाँ साइडबाट तपाईँले तान्नु होला होइन। सो मलाई यति लिनु छ। अब म यहाँ क्रप गरिदिन्छु, तपाईँले पनि यहाँ क्रपमा क्लिक गर्नु होला। क्रपमा क्लिक गर्ने बित्तिकै तपाईँको त्यति मात्र फोटो आउँछ। सो म यो पिक्चर लिन्छु, यसलाई म अलिकति क्रप गरिदिन्छु। ठिकै छ, यतिको ठिकै छ। ल मैले यो पिक्चर लिएँ र यो पिक्चर लिइसकेपछि तपाईँले यहाँनिर कसको लागि बनाउनु भएको छ त्यसको नाम लेख्नु होला, फुल नेम लेख्नु होला, जे नाम छ तपाईँको रियल त्यो नाम लेख्नु होला। त्यसपछि तपाईँ यहाँनिर मोबाइल नम्बर लेख्नु होला। सो यहाँनिर म रेन्डमली कुनै पनि नम्बर लिन्छु, 9801234567। त्यसपछि तपाईँको यहाँनिर इमेल लेख्नु होला, तपाईँको जे नामको इमेल छ, तपाईँको जे नाम छ तपाईँको त्यही सिम्पल इमेल लेख्नु होला जुन तपाईँको नामबाट सुरु भएको हुन्छ। सो यहाँ म अहिलेको लागि यो राखिदियो होइन। त्यसपछि तपाईँको रिज्युम हेडलाइन। सो मैले जति पनि कुरा म तपाईँलाई यहाँ भन्छु होइन, सो मैले यहाँ अलरेडी पहिलादेखि नै लेखेर राखेछु, आइडिया लिन सक्नुहुन्छ। सो रिज्युमको हेडलाइन म यहाँबाट कपी गर्छु, यहाँ म पहिलादेखि नै लेखेर राखेछु। सो तपाईँ यहाँबाट आइडिया लिन सक्नुहुन्छ। यहाँ म पेस्ट गरिदिन्छु। सो तपाईँ पनि अब कुन फिल्डबाट हुनुहुन्छ, तपाईँ कुन जबको लागि एप्लाई गर्नुहुन्छ, तपाईँको त्यहीसँग रिलेटेड तपाईँले रिज्युम हेडलाइनहरू लेख्नु होला। यो तपाईँको सिभीको हेडिङ टपमै हुन्छ कि यो कुराहरू। सो त्यही भएर तपाईँले यहाँबाट आइडिया लिन सक्नुहुन्छ। तपाईँलाई लेख्नै आएन, तपाईँलाई केही कुरा अलिकति गाह्रै भयो लेख्नलाई, त्यस्तो भएको केसमा तपाईँले ChatGPT, जेमिनी, AI, कोपाइलट, धेरै एआईहरू छ होइन, ग्रोक, यो सबैलाई तपाईँले जुनसुकै एउटा एआई युज गर्नु होला। म तपाईँलाई भन्छु ChatGPT युज गर्नु र तपाईँ कुन जबको लागि एप्लाई गर्नुभएको छ त्यो पनि भन्नु र त्यसको लागि मलाई रिज्युम हेडलाइन चाहियो, अरू के कुरा चाहियो तपाईँलाई त्यो भन्नु होला र त्यही अनुसार तपाईँको ChatGPT दिन्छ र त्यहाँबाट आइडिया लिएर तपाईँले लेख्न सक्नुहुन्छ। त्यसपछि यहाँनिर तपाईँको लिङ्कडिन छ, अप्सनल छ, तपाईँलाई राख्न पनि सक्नुहुन्छ, नराख्न पनि सक्नुहुन्छ। सो अहिले म सपोज लिङ्कडिनको यहाँनिर आइडी लेखिदिन्छु। सपोज यो जस्ट म यतिकै रेन्डमली लिइरहेछु, यो मेरो कुनै पनि यस्तो आइडी छैन। त्यसपछि तपाईँ यहाँ ब्याक आउनु, यो सबै कुरो राखिसकेपछि तपाईँ यहाँ ब्याक आउनु र ब्याक आइसकेपछि त यहाँ अब्जेक्टिभमा आउँछ होइन। अब्जेक्टिभमा पनि तपाईँले यहाँ प्लसको आइकनमा क्लिक गर्नुहुन्छ भने यहाँनिर तपाईँको यहाँनिर धेरै अब्जेक्टिभहरू यहाँ तपाईँ यहाँ हेर्न सक्नुहुन्छ।
सो तपाईँ यहाँबाट लिँदा पनि हुन्छ, तर म तपाईँलाई के सजेस्ट गर्छु कि तपाईँ यहाँबाट नलिनु। तपाईँले जुन जबको लागि एप्लाई गर्नुभएको छ त्यहीसँग मिल्दो-जुल्दो कुराहरू मात्र राख्नु र त्यो रिलेटेड कुरा कसरी लेख्ने मैले तपाईँलाई पहिला नै भनिसकेको छु। तपाईँले ChatGPT को युज गरेर आइडिया लिन सक्नुहुन्छ। हाम्रो अब्जेक्टिभ पनि भइसक्यो। अब के गर्छौँ हामी पछाडि ब्याक गर्छौँ र ब्याक आइसकेपछि अब स्किलमा जान्छौँ र स्किलमा यहाँ तपाईँले प्लस आइकनमा क्लिक गर्नु, यहाँ तलतिर हैन, यहाँ प्लस आइकनमा क्लिक गर्नु। स्किल 1 तपाईँको स्किल 1 के छ, तपाईँकोमा के स्किलहरू छ तपाईँ त्योहरू राख्दै जानु र अझै थप्नु छ भने एउटा भन्दा बढी स्किल थप्नु छ भने तपाईँ फेरि प्लस आइकनमा क्लिक गर्नु, स्किल 2 आउँछ र फेरि तपाईँ स्किल 2 राख्नु। सो यहाँ मैले लगभग 6 वटा स्किलहरू राखिदिएछु। सो तपाईँले पनि तपाईँलाई जतिवटा स्किलहरू छ तपाईँले त्यतिवटा स्किलहरू राख्न सक्नुहुन्छ। सो यहाँ म ब्याक गर्छु र ब्याक गरिसकेपछि अब के गर्छु, एक्सपिरियन्समा गएर तपाईँ यहाँ प्लस आइकनमा क्लिक गर्नु हैन। यहाँ यस्तो यहाँनिर केही आउँदैन, प्लस आइकनमा क्लिक गरेपछि मात्र तपाईँको एक्सपिरियन्स आउँछ। सो यहाँनिर तपाईँलाई एक्सपिरियन्स केही छ भने तपाईँ यहाँनिर राख्नु हैन, अर्गनाइजेसनको नाम लेख्नु, कम्पनीको नाम, तपाईँले के जब पाउनु भएको छ, फ्रम डेट टु डेट, कहिलेदेखि कहिलेसम्म त्यो जब गर्नुभएको छ र त्यो जबमा तपाईँको रेस्पोन्सिबिलिटीहरू के थियो त्यो सबै तपाईँले फिलअप गर्नु। सो अहिले म फिलअप गर्छु के भन्छ एक्सपिरियन्स 1 को लागि। यहाँनिर मैले एक्सपिरियन्स 1, एक्सपिरियन्स 2 र एक्सपिरियन्स 3 यो 3टा राखिसकेको छु। त्यसपछि यहाँ म ब्याक आउँछु। सो तपाईँसँग पनि एउटा एक्सपिरियन्स छ, 2टा छ, कतिवटा छ, तपाईँले त्यही अनुसार राख्न सक्नुहुन्छ। छैन भने नराख्दा पनि हुन्छ, तर राखेको राम्रो हैन। म ब्याक आउँछु। कमसे कम तपाईँले एउटा लेख्दा राम्रो हुन्छ, छैन भने नलेख्दा पनि हुन्छ। अब हामी प्रोजेक्टमा जान्छौँ। सो प्रोजेक्टमा पनि तपाईँ यहाँ प्लस आइकनमा क्लिक गर्नु। सो तपाईँले प्रोजेक्ट गर्नुभएको छ भने प्रोजेक्टको नाम, रोल के थियो, ड्युरेसन कहिले थियो, टिम साइज कतिजना थियो, त्यसपछि प्रोजेक्ट डिटेल्स। सो सबै कुरा तपाईँ एड गर्दै जानु। तपाईँ चाहिँ एउटा प्रोजेक्ट गर्नुभएको छ भने एउटा राख्नु, 2टा 3टा 4वटा 5वटा तपाईँले जतिवटा गर्नुभएको छ तपाईँले त्यतिवटा राख्दा हुन्छ। सो अहिले म 2-3वटा राख्छु। सो तपाईँ यहाँ हेर्न सक्नुहुन्छ प्रोजेक्ट 1 प्रोजेक्ट 2 को लागि मैले लेखिसकेको छु। सो तपाईँ कुनै एउटा हेर्न सक्नुहुन्छ। जस्तो कि मैले यहाँ फर्स्टमा प्रोजेक्ट 1 मा मैले प्रोजेक्टको नाम दियो, रोल दियो, टाइम कति लाग्यो 2 मन्थ्स, मेम्बर कतिवटा थियो 4 मेम्बर्स र प्रोजेक्टको बारेमा मैले डिटेल्स दियो। त्यस्तै हामीले प्रोजेक्ट 2 मा पनि त्यस्तै गरेछौँ। सो तपाईँले जतिवटा प्रोजेक्ट गर्नुभएको छ सो त्यही अनुसार तपाईँले आफ्नो प्रोजेक्टहरू राख्न सक्नुहुन्छ। डिलिट गर्नु छ भने तपाईँले यहाँबाट डिलिट गर्न सक्नुहुन्छ हैन। यहाँ तपाईँ हेर्न सक्नुहुन्छ, यहाँबाट तपाईँ डिलिट गर्न सक्नुहुन्छ राइट साइडमा हैन। सो अब म ब्याक आउँछु। अब प्रोजेक्ट भइसकेपछि तपाईँ यहाँनिर एजुकेसनहरू राख्नु होला र एजुकेसनमा प्लस आइकनमा क्लिक गर्नु होला। प्लस आइकनमा क्लिक गरिसकेपछि तपाईँ यहाँ हेर्न सक्नुहुन्छ एजुकेसन 1, एजुकेसन, त्यसपछि तपाईँ प्लस गर्नुहुन्छ भने एजुकेसन 2 आउँछ, एजुकेसन 3 आउँछ हैन। सो तपाईँले के भन्छ आफ्नो बोर्ड इक्जाम, ब्याचलर गर्नुभएको छ भने ब्याचलर, मास्टर गर्नुभएको छ भने मास्टर, पीएचडी गर्नुभएको छ भने पीएचडी। सो त्यही अनुसार तपाईँले आफ्नो यहाँनिर राख्न सक्नुहुन्छ। सो यहाँनिर तपाईँले कोर्सको नाम अथवा डिग्री राख्न सक्नुहुन्छ, स्कुलको नाम अथवा युनिभर्सिटीको नाम राख्न सक्नुहुन्छ। त्यसपछि तपाईँको ग्रेड र स्कोर के कति आएको छ त्यो लेख्न सक्नुहुन्छ र कम्प्लिसन यहाँ तपाईँ कहिले कम्प्लिट गर्नुभएको छ त्यो राख्न सक्नुहुन्छ। सो अहिले म यहाँनिर कमसेकम 3वटा राखिरहेको छु हैन। सो तपाईँ हेर्न सक्नुहुन्छ एजुकेसन 1 मा मैले एजुकेसन 2 र एजुकेसन 3 सबै मैले फिलअप गरिसक्यो। सो तपाईँले पनि यस्तै फिलअप गर्नु होला। जस्तो कि तपाईँ एउटा इक्जाम्पल हेर्न सक्नुहुन्छ, कोर्समा मैले एसई राखेँ, त्यसपछि तपाईँको युनिभर्सिटीको स्कुलको नाम राखेँ, त्यसपछि ग्रेड अथवा स्कोर तपाईँले यहाँ ग्रेड पनि राख्न सक्नुहुन्छ, स्कोर पनि राख्न सक्नुहुन्छ। स्कोर तपाईँले पर्सेन्टेजमा पनि राख्न सक्नुहुन्छ, जिपिएमा पनि राख्न सक्नुहुन्छ र ग्रेड पनि तपाईँ राख्न सक्नुहुन्छ। सो तपाईँ यहाँ हेर्न सक्नुहुन्छ मैले क्वेसन 2 मा पनि राखिसकेको छु। यहाँ मैले ग्रेडमा मैले अथवा स्कोरमा B+ राखेको छु। यहाँनिर म के गर्छु त्यस्तै B राखेको छु। सो तपाईँले त्यस्तै तपाईँले एजुकेसन 1, एजुकेसन 2, एजुकेसन 3 तपाईँले कतिसम्म गर्नुभएको छ त्यही अनुसार तपाईँले राख्न सक्नुहुन्छ। त्यसपछि म ब्याक आउँछु र ब्याक आइसकेपछि तपाईँको एडिसनल पर्सनल इन्फर्मेसन, सो एडिसनल पर्सनल इन्फोमा तपाईँ क्लिक गर्नु र यहाँनिर तपाईँको जति पनि कुराहरू छ यो सबै कुराहरू फिलअप गर्नु। केही कुरा छ भने फिलअप गर्नु, छैन भने छोडिदिनु। सो यहाँ एड्रेसमा अहिलेको लागि सपोज म काठमाडौँ राख्छु, ल्याङ्ग्वेजमा म इङ्ग्लिस, नेपाली, हिन्दी, यहाँ तपाईँले हेर्न सक्नुहुन्छ मैले यहाँ ल्याङ्ग्वेज पनि राखिसकेको छु। सो तपाईँले पनि यस्तै ल्याङ्ग्वेजहरू राख्न सक्नुहुन्छ। ल्याङ्ग्वेज राखिसकेपछि तपाईँले डेट अफ बर्थ राख्नु होला। सो अहिलेको लागि म रेन्डमली कुनै डेट अफ बर्थ दिइरहेको छु। सो यहाँ मैले डेट अफ बर्थ राखेँ। तपाईँको वेबसाइट छ भने तपाईँले आफ्नो वेबसाइटको नाम लेख्न सक्नुहुन्छ। अहिलेको लागि सपोज म वेबसाइटको नाम दिएँ। त्यसपछि तपाईँको फेसबुक छ भने फेसबुकको नाम दिनु अथवा के भन्छ फेसबुकको युजर नेम दिनु। सो यो दियो। ट्विटर छ भने ट्विटरको पनि त्यस्तै दिनु, युजर नेम अथवा नाम दिनु। सो मेरो त्यस्तो केही छैन, मैले यतिकै रेन्डमली सबै राखिरहेको छु। म्यारिटल स्ट्याटस तपाईँ राख्नु, मेरिड अनमेरिड के हुनुहुन्छ सो त्यो तपाईँ राख्नु। त्यसपछि नेसनालिटी तपाईँ नेपाली राख्नु हैन। नेपाली तपाईँ हामी सबै नेपाली नै हौँ, त्यही भएर हामी नेसनालिटी नेपाली राख्छौँ। रिलिजन तपाईँले राख्नु छ भने राख्नु, छैन भने नराख्नु हैन। यो सबै तपाईँको अप्सनल छ। जुन जुन तपाईँले अप्सनल हेर्नु भएको छ यो सबै तपाईँको अप्सनल छ, राख्दा पनि भयो नराख्दा पनि भयो।
त्यसपछि तपाईँको पासपोर्ट छ भने तपाईँ पासपोर्ट नम्बर राख्नु। सो यहाँ मैले रेन्डमली पासपोर्ट नम्बर राखिरहेको छु। सो तपाईँ जेन्डरहरू मेल फिमेल के हुनुहुन्छ त्यो राख्नु। त्यसपछि ड्राइभिङ लाइसेन्स छ भने त्यसको के भन्छ नम्बर राख्नु। यो सबै कुरा मैले रेन्डमली राखिरहेको छु। अब म ब्याक आउँछु। यो सबै कुरा राखिसकेपछि अब लास्टमा हाम्रो के बच्छ डिक्लेरेसन एन्ड साइन। सो यहाँ तपाईँ जानु। डिक्लेरेसनमा पनि तपाईँले के कुराहरू डिक्लेरेसन गर्न चाहनुहुन्छ तपाईँले त्यो कुरा पनि लेख्न सक्नुहुन्छ। प्लस आइकनमा क्लिक गर्नुहुन्छ भने तपाईँ यहाँबाट इक्जाम्पलहरू हेर्न सक्नुहुन्छ। सो तपाईँलाई यहाँबाट राख्दा पनि भयो, तर म तपाईँले अघि नै सजेस्ट गरिसकेको छु कि तपाईँले आफ्नो जब अनुसार राख्नु होला। सो अहिलेको लागि म यहीँबाट क्लिक गरिदिन्छु। सो तपाईँले राम्रोसँग राख्नु होला। आफैले रिसर्च गरेर आफैले राम्रोसँग तपाईँको जबको लागि के फिट हुन्छ तपाईँले त्यही राख्नु होला। र त्यसपछि हाम्रो छ सिग्नेचर। सो सिग्नेचर तपाईँले पिक्चर खिचेर राख्नु, पहिलादेखि नै पिक्चर राख्नु भएको छ भने अपलोड डाइरेक्ट तपाईँले पिक्चर नै अपलोड गरिदिन सक्नुहुन्छ, अथवा साइन गर्नुहुन्छ भने तपाईँले यहाँनिर साइन पनि गर्न सक्नुहुन्छ होइन। यस्तो तपाईँले साइन पनि गर्न सक्नुहुन्छ। तपाईँलाई साइन गर्नु छ भने यहाँनिर साइन गर्नु, र साइन गर्नु छैन भने तपाईँलाई साइन गर्न गाह्रो भइरहेको छ भने तपाईँ अपलोडको अप्सनमा क्लिक गर्नु, र अपलोडको अप्सनमा क्लिक गरिसकेपछि तपाईँ यहाँनिर पिक्चर मैले अलरेडी पहिलादेखि नै राखेको छु। सो तपाईँले पनि यस्तो साइन गरेर फोटो तान्नु, र फोटो तानिसकेपछि तपाईँले यहाँनिर यसरी ल्याउन सक्नुहुन्छ। यसलाई क्रप गर्नु। क्रप गरिसकेपछि यहाँ क्रपमा क्लिक गरिदिनु माथि। त्यसपछि हाम्रो यो ब्याक आइहाल्छ। सो हाम्रो लगभग सबै कुराहरू फिलअप भइसकेछ, सबै डिटेल हामी भरिसकेछौँ। अब हामी के गर्छौँ ब्याक आउँछौँ। सो तपाईँ यहाँ सो रिज्युममा क्लिक गर्नुहुन्छ भने तपाईँ यहाँबाट पनि हेर्न सक्नुहुन्छ। सो म यहाँ नहेरेर ब्याक आउँछु। तपाईँ ब्याक आउनु। ब्याक आइसकेपछि तपाईँ यहाँ भ्यूमा क्लिक गर्नु, र भ्यूमा क्लिक गरिसकेपछि तपाईँ यहाँ हेर्न सक्नुहुन्छ 2 4 6 8 10। सो तपाईँसँग 10वटा टेम्प्लेटहरू छ। तपाईँले जुनमा क्लिक गर्नुहुन्छ त्यस्तै तपाईँको हेर्न आइहाल्छ। सो तपाईँ हेर्न सक्नुहुन्छ जुनमा क्लिक गरे पनि हुन्छ होइन। तपाईँको यो लास्टको जुन 4वटा राख्दा पनि राम्रै हुन्छ, तपाईँ जुन राख्दा पनि हुन्छ होइन। सो अहिलेको लागि फर्स्टको पनि राम्रै छ, सेकेन्डको पनि ठिकै छ होइन। सो तपाईँलाई जुन राम्रो लाग्छ त्यो राख्दा हुन्छ होइन। थर्डको पनि राम्रै छ, फोर्थको पनि राम्रै छ होइन। सो सबै त्यस्तै राम्रो छ। तपाईँलाई जुन राम्रो लाग्छ तपाईँले त्यो राख्नु होला। सो अहिलेको लागि म 9 नम्बरको सिलेक्ट गर्छु। सो तपाईँ यहाँ हेर्न सक्नुहुन्छ हाम्रो सिभी कस्तो राम्रो देखिएछ होइन। अब तपाईँलाई कलर गर्नु छ भने यहाँ कलरको अप्सनमा क्लिक गर्नु होइन। सो तपाईँको सिभी कलर चेन्ज गर्नु छ भने यस्तो तपाईँ चेन्ज गर्न सक्नुहुन्छ होइन। तपाईँलाई जुन कलर मनपर्छ तपाईँले त्यो कलर पनि सिलेक्ट गर्न सक्नुहुन्छ होइन। आफूले चाहेको तपाईँले कलर पनि राख्न सक्नुहुन्छ। सो अहिले म केही गर्दैन, कलर त्यस्तो केही राख्दैन, म व्हाइट नै राख्छु। र सेटिङमा तपाईँ गएर तपाईँ यहाँनिर सेक्सन हेडरहरूलाई तपाईँ अलाइनमेन्ट गर्न सक्नुहुन्छ। सो त्यसलाई तपाईँले छेडछाड नगर्नु। तपाईँले कसैलाई इमेलमा पठाउनु छ भने इमेलमा क्लिक गर्नु, इमेलबाटै पठाइदिनु। तपाईँलाई पिडिएफ चाहियो भने यहाँ पिडिएफमा क्लिक गर्नु। त्यसपछि डाउनलोड गर्ने छ भने डाउनलोड गर्नु। र कसैलाई तपाईँले सेयर गर्नु छ कुनै ठाउँमा, वाट्सएपमा, मेसेन्जरमा, जहाँसुकै इमेलमा कहीँ तपाईँ सेयर गर्नु छ भने तपाईँ यहाँबाट सेयर गर्दा हुन्छ। सो अहिलेको लागि हामीलाई पिडिएफ चाहिएको छ, हामीले पिडिएफमा जान्छौँ। सो यहाँ तपाईँले हेर्न सक्नुहुन्छ हाम्रो पिडिएफ यहाँ आइहाल्छ। र पिडिएफ आइसकेपछि यहाँ 3 डटमा क्लिक गर्छौँ होइन। यहाँ 3 डटमा क्लिक गर्छौँ। यहाँ तक डाउनलोडको अप्सन छ, हामी डाउनलोड गर्छौँ। सो हाम्रो पिडिएफ यहाँ डाउनलोड भइसकेको छ। सो तपाईँले यहाँ डाउनलोड यो पिडिएफमा क्लिक नगरेर तपाईँ यहाँ डाइरेक्ट डाउनलोडमा क्लिक गरे पनि हुन्छ होइन। यो सेकेन्ड लास्टको अप्सनमा क्लिक गर्नु, तपाईँको पिडिएफ डाउनलोड भइहाल्छ। सो अब हामी के गर्छौँ फोल्डरमा गएर चेक गर्छौँ। सो यहाँनिर तपाईँले फोल्डरमा जानु होइन, आफ्नो फोल्डरमा जानु, तपाईँको डाउनलोडमा गएर बसेको हुन्छ। डाउनलोडमा गएर हेर्नु। सो तपाईँ यहाँ हेर्न सक्नुहुन्छ हाम्रो जुन सिभी छ यो बनेर तपाईँको प्रिपेयर भइसकेको छ। सो तपाईँको यो एउटा पेजमा पनि आउन सकिन्छ, 2टा पेजमा पनि आउन सकिन्छ। सो तपाईँले कसरी राख्नु भएको छ त्यही अनुसार तपाईँको के हुन्छ पिडिएफहरू 1 पेजमा, 2 पेजमा, 3 पेजमा तपाईँको जान्छ। सो तपाईँ यहाँ हेर्न सक्नुहुन्छ हाम्रो सिभी छ कति प्रोफेसनल देखिरहेछ। सो तपाईँले पनि यस्तै खालका प्रोफेसनल सिभीहरू बनाउन सक्नुहुन्छ, रिज्युमहरू बनाउन सक्नुहुन्छ। सो आई होप आजको भिडियोबाट तपाईँले पनि आफ्नो मोबाइलबाटै सिभी अथवा रिज्युम प्रोफेसनल तरिकाले कसरी बनाउने हो, जबको लागि एप्लाई गर्नको लागि तपाईँले कसरी बनाउने हो, यो सबै कुरा तपाईँलाई क्लियर भइसक्यो होला। सबै सुरुदेखि लास्टमा तपाईँले आइसक्यो होला। र यस्तै खालका अझै भिडियो फ्युचरमा हेर्न चाहनुहुन्छ भने टेक्नोलोजीका च्यानललाई सब्सक्राइब गर्नु होला। फेरि पनि हामी भेट्छौँ अर्को नेक्स्ट भिडियोमा। तबसम्मको लागि ओके, बाई बाई।